यो फिल्टर भनेको होइन यो चाहिँ के हो यो चाहिँ फिल्टर होइन यहाँ फिल्टर छैन यो चाहिँ ड्याम हो यसलाई चाहिँ अब यसरी यसलाई अब अहिले पनि ठेक्का भएको छ के अरे यो उचाल्दै लाने अनि उतातिर चाहिँ त्यसलाई हाइट बनाउने यो तल जमिनबाट चाहिँ यसरी उछाउँदै ढलान गर्दै गर्दै लिएर आयो यहाँबाट तल पाइप राखेर पानी उता छिराएको छ अब यो यसलाई फेरि अहिले ठेक्का भएको छ के अरे अब यसलाई उचाल्छन् यहाँ ढलान यसै गरी लान्छन् माथितिर अनि यसलाई छेक बार हो यो एक किसिमले यसले बारको काम गर्छ अनि उतातिर फोहोर हाल्ने क्यापिङ गर्ने त्यसलाई व्यवस्थित गर्ने कुरा हो तर यो अहिले हामीले यो देखेर जमिन टेकिरहेको जमिन चाहिँ बार हो यो बार यहाँबाट खास छ भने यो लिचर निस्किन नहुने थियो यस्तो विधि होइन त्यहाँ निस्किने पाइप छ त्यहाँ पाइप निस्केर त्यो पोखरीमा रहेर त्यसबाट यतापट्टि अहिले तपाईँले हेर्नुहोस् यतापट्टि जमिरहेको 3टा पोखरी त्यहाँ हामी हेरौँ न त्यो 3टा पोखरी छ त्यो 3टा पोखरीबाट अनि तानेर यो माथि चाहिँ यो फोहोरमा लाने यो फोहोरले चाहिँ अनि पाउने सुकाउने यो चाहिँ घुमिरहने रिसाइक्लिङ यसरी घुम्नुपर्ने हो खास चाहिँ उहाँहरूले भनेअनुसार तर अब आज त्यहाँको डाइरेक्ट खोलामा हालिदिएको छ रिसाइक्लिङ पनि छैन माथि लाने पनि छैन कुलमानजी मन्त्री भएको बेलामा चाहिँ शहरी विकास मन्त्री हुनुभएको बेलामा यहाँ आउनु भएको सचिवहरू त्यो पहिला भाले मिसिन हालेर छ त्यो मिसिन अब यो फोहोरमा मिसिन धेरै दिन चल्नेवाला छैन अनि बत्तीको पनि समस्या भएर उहाँले बत्ती र मिसिन दिने भन्नुभयो तर त्यो चालु भएको अवस्था छैन जुन अहिले हामी यहाँ हेर्न गइरहेको छौँ त्यो चाहिँ यो चाहिँ रिसाइक्लिङ गरेर यतापट्टि त्यहाँबाट चाहिँ अब त्यो यताबाट बगेर अहिले खोलामा छोडेको पानी यो पोखरीमा ल्याउने त्यहाँ पाइपको व्यवस्था छ अनि यो पोखरीबाट अब माथि फोहोरमा चाहिँ यो पानी तानेर लाने त यो रिसाइक्लिङ भइरहने घुमिरहने यो नदीमा जाने पहिला खोलामा त पानी खान सक्छौँ तपाईँहरू हामी पिउँछौँ भन्नुभएको थियो यो बनाउने बेलामा हामीले सम्पर्कमा हामी जुन बेला यो कार्यक्रममा उहाँहरू आउनुभयो यो गर्ने थियो के छ त यसको यो फोहोर लिचेड कहाँ जान्छ यो लिचेड त आउँछ फोहोर भाटा भन्ने भएपछि यो लिचेड चाहिँ हामी तपाईँहरूको खोलामा एक थोपा पनि जाँदैन यो खोलाको पानी तपाईँहरूले गाई बस्तुलाई खुवाउने मात्रै होइन आफै खान सक्नुहुन्छ भन्ने कुरा थियो तर आज खोला पुरै दूषित छ यो लिचेड सबै खोलामा जान्छ यो जम्मै अहिले तपाईँको त्यताबाट ल्याएर यहाँ ल्याउनु पर्ने यहाँ पनि त्यस्तै अवस्था छ यो त्यही छ यो हेर्नु न अब यहाँबाट उयो पाइप देख्नुहुन्छ यो पाइपबाट चाहिँ माथि लगेर फोहोरमा हाल्नुपर्ने हो यो खास चाहिँ यो चाहिँ मास्तिर जानुपर्ने पानी जानुपर्ने हो यो यहाँ आएको यहीँ जमेर बस्यो अरू बाँकी अब उताबाट गएको सबै खोलामा यो तल राखेको जिआई पाइपको होइन त यो जिआईबाट यसबाट चाहिँ माथि लानको लागि फिट गर्ने पाइप हो यो देखाउने पाइप मात्रै हो यसले काम गरेको यो लिचेड यो कालो पानी यो सबै दूषित अब यो मान्छेलाई लाग्छ यहाँका मान्छे मात्रै चाहिँ अब यो फोहोरले प्रभावित भयो होइन अब यसले तपाईँ यो हावाले कहाँ पुर्याउला यो भन्नु न यो यति खुल्ला ओपन छ नि त यत्रो दुर्गन्ध ओपन हावामा त लगिरहेछ सबै ठाउँ गएको छ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गइरहेछ यो यसको विकल्प यो खास गरी भन्दा यसको समाधान अरू अन्य विकल्प खोज्नुपर्ने अवस्था सिर्जना देखियो होइन त मेरो सर के व्यवस्थापन गर्नु पर्यो के विकल्प खोज्नु पर्यो त्योभन्दा अरू के हुन्छ र यो त व्यवस्थापनको कमजोरी हो नि त व्यवस्थापन गर्ने भने ठाउँ नभएको नि होइन गर्न नमिल्ने नि होइन सिस्टम नभएको होइन सिस्टम फलो भएन काम गरिएन अब लिचेड रिसाइक्लिङ भन्ने खोला हालियो फोहोर व्यवस्थित गर्ने सेग्रिगेसन गर्ने यहाँ चाहिँ कुहिनेर नकुहिने छानेर मात्रै ल्याएर यहाँ राख्ने भन्ने हो अब लिएर आएर जम्मै देखिहाल्नुभयो दाउरा अब इँटा सिमेन्ट जम्मै भगा ब्लकदेखि सारा चिज यहाँ कपडा लत्ता सारा चिज आएको छ कुहिने नकुहिने भएन छनौट भएन यो अव्यवस्थापनको परिणति हो यो व्यवस्थापन गर्ने हो भने यो व्यवस्थित हुन्थ्यो